equation of an ellipse in a standard form हामी पढ्न गइरहेको छौँ इक्वेसन हैन of an ellipse equation of an ellipse in a standard form जसरी हामीले पढेको थियो यो भन्दा अगाडि इक्वेसन अफ द प्याराबोला इन ए स्ट्यान्डर्ड फर्म त कस्तो सिचुएसनमा इक्वेसन अफ द प्याराबोला इन ए स्ट्यान्डर्ड फर्म हुने त्यसको बारेमा तपाईले पढ्नु भएको थियो जसको इक्वेसन थियो के y स्क्वायर इक्वल टु 4ax यो पढ्नु भएको आज when ellipse is placed in such a way whose major axis is along x-axis. Major axis यो जुन एक्सिस जसरी हाम्रो प्याराबोलाको एक्सिस हुन्छ नि एक्सिस यो भइहाल्यो हाम्रो एक्सिस भइहाल्यो के एक्स एक्सिस प्याराबोलाको हो त यसको पनि के भइहाल्यो यो त ओभल सेप टाइपको हुन्छ ओभल भनेको के यो अन्डा टाइपको हुन्छ अनि यसको के छ यो अन्डालाई यसरी राखेको छैन यसरी राखेको छैन यसलाई के गर्छ सुताइदिएछ यसरी त यसमा के भइहाल्यो मेजर एक्सिस यहाँ लेखेको छ तपाईको मेजर एक्सिस when major axis is along x axis and minor axis along here written minor axis along के value y axis in such condition हाम्रो two vertices जस्तै यसको एउटा ए ड्याश हो यतातिर के हुन्छ माइनस ए 0 हुन्छ नि यसको भर्टेक्स के भइहाल्यो यतातिर लेफ्ट तिर कति भन्यो माइनस ए 0 राइट तिर के भन्यो ए 0 ठीक छ त्यसै गरी y एक्सिस मा यदि काट्छ त यो प्वाइन्ट कति हुन सक्छ 0 b यतातिर के हुन सक्छ 0 माइनस b भयो कि भएन त यसको यहाँ देखि यहाँको लेन्थ कति भयो तपाईको यहाँ देखि यहाँ l युनिट त यहाँ a र a ड्याश बराबर के भयो a ड्याश इक्वल टु कति आउँछ 2a यसलाई तपाई डिस्टेन्स फर्मुला गर्नु होला पुरा बुझ्नु भयो हैन अन्डर रुट a माइनस माइनस प्लस a को होल स्क्वायर भयो नि त a युनिट यता a युनिट यता त कति भयो तपाईको मेजर एक्सिस लेन्थ अफ मेजर एक्सिस यो के भयो लेन्थ अफ मेजर एक्सिस कति भयो a ड्याश कटु भयो के 2a त्यसै गरी यहाँ हामीले राख्न सक्छौं b ड्याश b को कोअर्डिनेट के हुन्छ कोअर्डिनेट्स 0 b यतातिर के हुन्छ 0 माइनस b हैन मान ली कि y एक्सिस मा b युनिट्स काटेर गयो त यहाँ y एक्सिस मा के हुन्छ x कम्पोनेन्ट के हुन्छ 0 हुन्छ y कम्पोनेन्ट के हुन्छ b हुन्छ त यस्तै गरी के भयो 0 माइनस त यो भ्यालु के लेन्थ अफ माइनर एक्सिस कति भयो लेन्थ अफ के माइनर एक्सिस के b ड्याश b ड्याश कन्टेन्ट भ्यालु तपाईको 2b र त्यसको सेन्टर के छ सेन्टर के छ 0 सेन्टर 0 जसको सेन्टर के छ ओरिजिन छ ठीक छ अनि यो जुन दुईटा फोकसहरु छ जो चाहिँ तपाईको सेन्टरबाट यो आइएस c0 त यस्तै गरी यो s ड्याश कति भयो यतातिर आयो त के माइनस c0 त भनाइको अर्थ के भयो o देखि s सम्मको जति डिस्टेन्स भन्छ o देखि s ड्याश सम्मको तपाईको डिस्टेन्स पनि के हुन्छ ठीक छ हजुर यो फोकसको मैले अस्ति भनि पनि दिएछु फोकसको फुल रन हुन्छ फोकाई yes the s and s dash are the foci whose vertices are c0 and minus c0 respectively in this condition we can say the ellipse is in a standard form when a is greater than b यहाँ के छ a जो छ नि यहाँ a के छ a is greater than b छ कुरा बुझ्नु भएन है यहाँ देखि यहाँ a छ नि
यहाँदेखि यहाँ ए छ नि, यहाँदेखि यहाँ के छ बी छ, त ए के छ बी भन्दा ठुलो छ। इट मिन्स हामीले समरीमा बुझ्दाखेरि के बुझ्नुपर्छ कि when an ellipse is placed in such a way whose major axis is x-axis, yes, whose center is at origin, yes, whose foci are s c0 and s dash minus c0, whose vertices are के value a0 and a dash minus a0, yes, and minor axis along x-axis. The length of the major axis is 2a and length of the minor axis is 2b. And lattice rectum को बारेमा त हामी यो त पहिले प्याराबोलामा पनि पढेको हो। त यहाँ जस्तै lattice rectum हामीले तान्न सक्छौं। lattice rectum जस्तै यहाँबाट परपेन्डिकुलर हुने गरी हेर्नु यसरी तान्यो हामीले यहाँबाट पनि हाम्रो के हुन्छ परपेन्डिकुलर हुने गरी के गर्यो तान्यो। राम्रोसँग हेर्नु यो फिगरलाई। त यो हाम्रो भ्यालु छ l ड्याश, यो पनि हाम्रो भ्यालु के l ड्याश। त अब तपाई भन्नुहुन्छ कि ल्याटस रेक्टमको प्लुरल के हुन्छ, जसरी फोकसको के भ्याल्यु फोकाई भ्याल्यु, त्यस्तै गरी ल्याटस रेक्टमको पनि तपाईको हुन्छ ल्याटेरा रेक्टा प्लुरल अफ यो ल्याटस रेक्टम बुझ्नु भयो नि, which passes through the focus, the line which passes through the focus being perpendicular हुनुपर्छ। त के हुन्छ ल्याटेरा रेक्टा प्लुरल अफ ल्याटस रेक्टम ल्याटेरा रेक्टा। को भइहाल्यो यहाँ छ एल ड्याश यतातिर, एल ड्याश यतातिर। अब रहेको कुरा कि ल्याटेरा रेक्टाको तपाईको भर्टिसेसहरु तपाईको के हुन्छ बुझ्नुभयो। त यसको हैन त प्याराबोला यो होइन, यसको तपाईको हुन्छ माइनस ए पुरा बुझ्नु भयो के बुझ्नु माइनस ए बी स्क्वायर बाइ ए माइनस बी स्क्वायर बाइ ए। त यतातिर कति हुन्छ माइनस ए त रहबै गर्छ, यो माथितिर यो पोजिटिभ छ किनभने y कम्पोनेन्ट पोजिटिभ छ, त यतातिर के हुन्छ माइनस बी स्क्वायर बाइ के हुन्छ ए। यसको पनि हेर्नु यतातिर छ नि, यतातिर नेगेटिभ भयो त यतातिर के भयो पोजिटिभ ए कति भयो बी स्क्वायर बाइ ए। यतातिर के हुन्छ यता त पोजिटिभै रहन्छ ए हैन, y के भइहाल्छ नेगेटिभ, त के हुन्छ माइनस बी स्क्वायर बाइ ए। त एन्ड पोइन्ट्स अफ ल्याटेरा रेक्टा आर यसको कति भ्यालु तपाईको ए बी स्क्वायर बाइ ए, अनि यतातिर के भयो के भनेको थाहा छ नि इसेन्ट्रिसिटी, अनि ए बी स्क्वायर बाइ ए यो भ्यालु ए माइनस बी स्क्वायर बाइ ए। र यतातिर यतातिर त ए कम्पोनेन्ट पनि ए कम्पोनेन्ट के हुन्छ यसको एक्स कम्पोनेन्ट के हुन्छ नेगेटिभ हुन्छ, त माइनस ए छ, y कम्पोनेन्ट माथिको के हुन्छ पोजिटिभै हुन्छ, बी स्क्वायर बाइ ए नै छ। हेर्नु तलतिर हेर्नु एक्स कम्पोनेन्ट के हुन्छ नेगेटिभ हुन्छ माइनस ए, अनि y कम्पोनेन्ट पनि के हुन्छ नेगेटिभ हुन्छ माइनस बी स्क्वायर बाइ ए। यतातिर पनि हेर्नु एक्स कम्पोनेन्ट यो तलतिर पनि के हुन्छ पोजिटिभै रहन्छ, y कम्पोनेन्ट के हुन्छ नेगेटिभ हुन्छ। त यस्तो जब सिचुएसन आउँछ मैले यसको डाइरेक्ट्रिक्सहरु बनाएको छैन, डाइरेक्ट्रिक्स अर्को फिगरमा देखाउँछु। यस्तो सिचुएसनमा डाइरेक्ट्रिक्स सहितको प्रुफ देखाउँछु भोलि कि इक्वेसन अफ एन एलिप्स इन ए स्ट्यान्डर्ड फर्म
के हुन्छ तर म आज लेखिदिन्छु कति हुन्छ तपाईको x² बाइ a² प्लस y² बाइ b² इक्वल टु के हुन्छ 1 त कतिखेर when के भ्यालु जतिखेर a इज ग्रेटर देन के हुन्छ b a इज ग्रेटर देन b भनेको मेजर एक्सिस along x एक्सिस माइनर एक्सिस along y एक्सिस फौकाया यस c0 a dash minus c0 vertices are a0 b a dash minus a0 yes lateral recta हाँ को उसको vertices भाई a b² by a है ना अर्को को भ्यालु के a minus b² by a र यो यतातिर हामीले minus a b² by a minus a minus b² by a है ना length of the के भ्यालु तपाईको length of the कसको मेजर एक्सिस को कति भ्यालु तपाईको 2a लेन्थ अफ माइनर एक्सिस कति भ्यालु तपाईको 2b हो कि हैन त यस्तो सिचुएसनमा तपाईको इक्वेसन अफ एन एलिप्स कति हुन्छ x² बाइ a² प्लस y² बाइ के हुन्छ b² इक्वल टु के हुन्छ 1 हुन्छ र यसको तपाईको इक्वेसन अफ डाइरेक्ट्रिक्स हुन्छ x इक्वल टु प्लस माइनस a बाइ u हुन्छ जो इक्वेसन अफ डाइरेक्ट्रिक्स लाई हामी यसरी देखाउन सक्छौं यसरी राख्न सक्छौं यो व्हिच इज प्यारलल टु के हुन्छ y एक्सिस x इक्वल टु के हुन्छ a बाइ e यतातिर पनि डाइरेक्ट राख्नु भयो भने हैन यो के हुन्छ x इक्वल टु माइनस a बाइ e त हामीले यसको इक्वेसन अफ डाइरेक्ट्रिक्स के हुन सक्छ इक्वेसन अफ डाइरेक्ट्रिक्स के हुन्छ x इक्वल टु के हुन्छ प्लस माइनस a बाइ e ठीक छ यस्तो सिचुएसनमा यो एलिप्स को इक्वेसन के हुन्छ रे x² बाइ a² प्लस y² बाइ b² इक्वल टु के हुन्छ 1 यस अब यसको प्रुफ म तपाईलाई भोलि देखाउँछु अर्को भिडियो